मिठो अमिलो पिरो चटपटेवाला अफको सुकुटी साँधेको वा नम्चम साँधेको खाने हेन त क्या यसलाई सुरु गरौँ है त। बोइल गरेको मासुलाई हामीले यस प्रकारको लाम्चो आकारमा औँलाको सहायताले लुछिटेर रेडी गरेका छौँ। अनि यो मासुलाई हामीले तातो तेलमा क्रिस्पी हुने गरेर फ्राई गर्नुपर्ने हुन्छ र झाँझरको सहायताले यसलाई पनि झिक्किने। पछि हामीले राख्छौँ स्वाद अनुसारको नुन, खोर्सानीको धुलो, जिराको धुलो, चिल्ली फ्लेक्स, टेस्टिङ पाउडर, चप गरेको लसुन अनि प्याज, कोलबेरा। त्यसै गरी यो लसुन र तोरीको तेल राखेर हामीले कागती निचरेर हामीले एकछिन मजाले यसलाई चलाउने। सबै सामग्री राखेपछि हामीले बफको सुकुटीलाई पनि एड गरेर यसलाई चलाउँछौँ। ल हेर्नुहोस् त हाम्रो सुकुटी नम्चम यो रेडी भएको छ। ल साथीहरू आफ्नो घरमा यसो बनाएर टेस्ट गर्नुहुन त। यस प्रकारको सुकुटी साँधेको या नम्चमलाई हामीले घरमा या रेस्टुरेन्टको स्वादमा हामीले आफै बनाउन सक्छौँ। र गाइस कस्तो लाग्यो त हाम्रो रेसिपी? यो मन परेमा भारती किचन स्टेसनलाई प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला।